ल अब नयाँ फलफुलहरू लगाउने क्रममा प्यासन फ्रुटसँगै अब हाम्रो रैथाने जातको चाहिँ संरक्षण र प्रवर्धनको लागि चाहिँ हामीले यहाँ भुइँकटर हाम्रो पहाडको रैथाने जात पनि लगाएका छौँ। आज 100 बोट र यी यस्तो यस्तो नकान्टर झाडीलाई फाँडेर आज हामीले यसरी भुइँकटर लगाएका छौँ। आधा गरेर आज लगाइयो। यसलाई पनि जगेर्ना गर्नुपर्दछ। हाम्रो पहाडको रैथाने जात हो। रैथाने विभिन्न जातका फलफुलहरूलाई हामीले संरक्षण गर्नुपर्छ। किन भन्दा बिउ अब यो रैथाने जातहरू चाहिँ पहाडका हावापानीमा सजिलोसँग हुने र यो खालकोहरू चाहिँ अलिकति यो हाइब्रिड जातहरूले चाहिँ अब ओगटेर यो खालको बिउहरू मासिने हराउने अब लोप भएर जाने प्रवृत्ति छ। त्यस कारणले हामीले चाहिँ आज लोकल यो रैथाने पहाडमा हुने भुइँकटर लगाएका छौँ। हस्त धन्यवाद। जय कृषि जय देश।